पल्ली चाहिँ यो बजार भयो है बजार अनि त्यहाँ मेट्रो T1 मेट्रो त्यो काबाटासबाट आएको थियो हामी चाहिँ त्यसैमा आएको थियौँ सुल्तान अहमदसम्म है यो चाहिँ यहाँको पपुलर रोटी हो त्यो मकै चाहिँ हामीले खाएको हामीलाई त्यति मन परेन तर यो चाहिँ फ्रेस रहेछ बुझ्छ यो फ्रेस छ छैन दाना उस्तै हो त्यो अङ्कल आन्टीहरू यहाँ दिदी भिनाजुको यहाँ फोटो सुट हुँदैछ सरी ब्लू मक्स त्यो साइडमा भयो अनि त्यसपछि यो भयो हाया सोफिया समथिङ लाइक द्याट मैले नाम ठ्याक्कै भुलेँ ब्लू मक्स चाहिँ त्यो अब अहिले हामीहरू ब्लू मक्सतिर जान्छौँ यो सुल्तान अहमद एरियामा छौँ हामी अनि यहाँ चाहिँ जे देखिँदैछ अहिले सबै प्राचीन देखिँदैछ यी प्राचीन चिज हुने सबै यहाँ जो बाटो छ यो संरचना छ यो कतिपय कुराहरू चाहिँ अटोमन इम्पायरको समयदेखिकै छन् ऊ त्यतातिर ब्लू मक्स छ र यहाँ चाहिँ अहिले धेरै भिजिटरहरू आइरहेका छन् पर्यटकहरू विभिन्न देशबाट यहाँ जे देख्दैछौँ हामीले सबै प्राचीन देख्दैछौँ यहाँ जे छ यी सबै यहाँका इँटा माटोहरू यी जो पर्खालहरू यी सबै प्राचीन हुन् अब हामी ब्लू मक्सतिर जान्छौँ अब यो पानीको खरा चाहिँ आधुनिक हो है यो चाहिँ उ बेलाको होइन अब हामीहरू त्यो स्तम्भतिर जाँदैछौँ त्यो के हो होइन त्यसकै यतापट्टि साइडमा हो ब्लू मक्स त्यो हेरौँ त्यो स्तम्भ के हो अब त्यो हाजिया सोफिया चाहिँ के हो त्यो त हेर्न बाँकी छ होइन अब यो हाजिया सोफियाको नै यो के हो यो पिलर थाहा छैन अहिले हेर्न बाँकी छ त्यहाँ नजिक गएर हेरौँला अनि त्यसपछि यतातिर चाहिँ यहाँ के देखिँदैछ एउटा म्युजियम देखिँदैछ यो म्युजियमको नाम चाहिँ हाजिया सोफिया हिस्टोरी एन्ड एक्सपिरियन्स म्युजियम भनेर भनिएको छ होइन अब हामीहरू चाहिँ यो यस्तो म्युजियमहरूमा पसेर यहाँको त्यति गहिरो हेर्ने हामीसँग समय छैन हामी छोटो समयलाई आएको हो त्यही भएर अहिले चाहिँ यसलाई बाहिरबाट मात्रै खिच्यौँ हामीले चाहिँ यसलाई चाहिँ भित्रबाट खिचेनौँ ल अब यो हाजिया सोफियामा मैले नै एउटा फोटो बनाऊँ नि त त्यो हाजिया सोफिया म्युजियम हो यो है यो यतापट्टिको यो पिलर के हो थाहा छैन यताको चाहिँ यो हो ब्लू मक्स यो चाहिँ यहाँको पपुलर मक्स यी सबै एन्सियन्ट संरचनाहरू हुन् अब यो म चाहिँ खास गरी यो टर्कीको इस्तानबुलमा आइपुगेका छौँ हिजो चाहिँ हामीहरू बुर्सा भन्ने ठाउँमा गयौँ अनि बुर्सा भन्ने ठाउँबाट बुर्सा अनि त्यहाँबाट उडु ल्याग माउन्टेनमा गयौँ होइन त्यसरी गयौँ अब हामी
हिजो चाहिँ अब अलिकति ऊ चाहिँ के अरे प्राकृतिक चिजहरू हेर्न गयौँ, हिउँमा खेल्यौँ, यताउता गऱ्यौँ। अब आज चाहिँ हामीहरू यो सहर एक्सप्लोर गर्दैछौँ। तर अनफर्चुनेटली के भइदियो भने आज चाहिँ यहाँ पानी परिरहेको छ। तर पानी परे पनि केही छैन, यो जुन हाम्रो इच्छा छ त्यो इच्छा चाहिँ मर्दैन, इच्छा पुरा हुन्छ। र मेरो चाहिँ यो 42औं अन्तर्राष्ट्रिय कन्ट्री हो है। मेरो चाहिँ यो यात्रामा चाहिँ मैले टेकेको 42औं कन्ट्री हो। मैले 6 महादेश घुमिसकेको छु, पुगिसकेको छु। र अहिले म चाहिँ यो इस्तानबुल टर्की यस्तो ठाउँमा आइपुगेको छु कि जुन देश विश्वको 2टा महादेशमा पर्छ, एउटा युरोपमा अनि अर्को एसियामा। हामीहरू चाहिँ टाक्सिम स्क्वायरको छेउमा बसेका छौँ, त्यो चाहिँ युरोपमा पर्छ। र बुर्सा हामी जो हिजो गयौँ त्यो चाहिँ एसियामा पर्छ। यसलाई मैले हाजिया सोफिया मक्स अहिले म हाजिया सोफिया मक्समा छु। हाजिया सोफिया मक्स हो यो। हाजिया सोफिया मक्स अब हामी मासतिर लाग्छौँ। ल लिसियस ल How much? 35. 35 euro. ल लिसियस This one 35, this one? 50 normal. 15? Yes. One this one, one this one. र 2टा लिसियस अनि बाँडेर खाउँ न। 70 टेस्ट जाति त हो नि। Yeah, one, this one. त्यसपछि फेरि यो अर्को कुन चाहिँ मक्स हो, त्यसपछि अर्को मक्स छ। यता हाजिया सोफिया मक्स हो। अब त्यसपछि हामी सब यता मासतिर लाग्छौँ। त्यहाँ पनि छ एउटा पुरानो मक्स, त्यहाँ छ एउटा पुरानो मक्स। यता हाजिया सोफिया भयो, उता ब्लू मक्स हो। त्यसपछि यहाँ एउटा अर्को मक्स छ। यो टुरिस्ट स्पट हो। यहाँ टुरिस्टहरू बाक्लै आउँछन्। ल के मक्स हो रहेछ एकचोटि हेरौँ। हप्पन हप्पा बसेर यो रहेछ मौसोलियम अफ सुल्तान अहमद I। हजुर जाने हो, यतै जाने। फेरि देख्छ यतातिर है। जस्तो भएपछि अब यहाँले भिजिटरहरू आइरहेका छन्। अब यहाँ अर्को मठ छ है पुरानो। त्यसपछि यतातिर छ अर्को मठ। त्यसदेखि उता त्यहाँनिर अर्को मठ। यहाँनिर फाउन्टेन छ।
यसरी मकै बेच्न राखेको देखियो यो मकै चाहिँ 50 लिरा पर्दो रहेछ अनि यो ऊ जस्तो छ के हो त्यो चाहिँ धेरै ठाउँमा यसरी बेच्न राखेको देख्छु यहाँ हपन हपक बसरी छ टुरिस्ट बोकेर आएको र अब म चाहिँ एकैछिनको ट्रेनतिर जान्छु मा चाहिँ कुरो के रहेछ भने मैले त त्यो भन्ठानेको त्यो होइन रहेछ हाजिया सोफिया मक्स चाहिँ यो रहेछ यो प्राचीन मक्स हो एकदमै पपुलर मक्स हो हाजिया सोफिया अनि यसको पछाडि छ अरे टोपकापी प्यालेस यसको पछाडि छ टोपकापी प्यालेस हाजिया सोफिया एक्सपिरियन्स यहाँ चाहिँ यो पैसा तिर्नु पर्ने रहेछ पैसा तिर्नु पर्ने रहेछ त्यो होइन त्यहाँभित्र जानलाई यसलाई चाहिँ के भन्दो रहेछ त हाजिया सोफिया हाजिया सोफिया मस्के अगाडिपट्टि चाहिँ त्यहाँ एउटा प्रोटेस्ट चलिरहेको छ यो चाहिँ पार्टीको के हो थाहा छैन पुलिसहरू पनि बसिरहेका छन् यहाँ हामीहरू चाहिँ अहिले यो हाजिया सोफिया मक्सको अगाडि छौँ हाजिया सोफिया मक्सको अगाडि छौँ kendi iktidarlarını hak ve adalet adına hareket ettirmeye zorlamak yerine yabancı ülke liderlerine seslenmekle yetiniyorlar. हाम्रो पछाडि छ हाजिया सोफिया मस्क sahneler bir tiyatro değilse açıkça हाजिया सोफिया मस्क अहिले हामीहरू यो टोपकापी प्यालेसको इन्ट्रान्समा आइपुगेका छौँ मेन गेटमा यो टोपकापी प्यालेसको चाहिँ यस्तो छ पर्खाले यति लामो छ यो टोपकापी प्यालेस चाहिँ नि यो 1453 मा बनेको थियो अरे यो 1453 मा बनेको थियो अरे 1460 देखि 1400 यसरी बनेको थियो अरे यो चाहिँ अब निकै प्राचीन दरबार हो यो उता छ यसो अब हामी चाहिँ अहिले यो गेटबाट भित्र छिर्छौँ टोपकापी प्यालेस अनि यतातिर चाहिँ छ यो ब्लू मक्स यो ब्लू मक्स सरी नो ब्लू मक्स हाजिया सोफिया मक्स यो हाजिया सोफिया मक्सको चाहिँ कन्स्ट्रक्सन छ के अरे मतलब रिनोभेसन चलिरहेको जस्तो देखिन्छ त्यहाँ चाहिँ टिकट लाग्दो रहेछ त्यहाँभित्र जानलाई अब अहिले चाहिँ हामीहरू चाहिँ कहाँ पस्छौँ त भन्दाखेरि कहाँ पस्छौँ त यो टोपकापी प्यालेस यो टोपकापी प्यालेसको इन्ट्री गर्दैछौँ यो चाहिँ भयो हाजिया सोफिया मक्स है ल अब हामी भित्रतिर जान्छौँ त्यहाँ चाहिँ टिकट काट्न बस्या त्यो चाहिँ हाजिया सोफिया मस्कको भयो त्यो हाजिया सोफिया मक्स भयो अनि यताबाट बिस्तारै आएपछि यो जुन टोपकापी प्यालेस छ टोपकापी प्यालेसलाई चाहिँ टिकट काट्ने ठाउँ त्यहाँ रहेछ 2000 लिरा पर्ने रहेछ अब हामी चाहिँ यहाँबाट निक्ल्यौँ अब हामी खानेकुरा खान जान्छौँ कतै अहिले चाहिँ हामीहरू यो टोपकापी प्यालेसको एरियामा आइपुगेका छौँ यो टोपकापी प्यालेसमा चाहिँ त्यहाँ चाहिँ टिकट काटेर आउनुपर्ने रहेछ है अब यो बाहिरपट्टि देखिया चाहिँ ठुलो चाहिँ ऊ चाहिँ त्यो होला यो टोपकापी प्यालेस चाहिँ अब
त्यतातिर अवस्थित छ। अब अहिले हामीहरू चाहिँ त्यतातिर जान्छौँ, त्यताबाट यतातिर आउँदैछन् मान्छेहरू। टोपकापी प्यालेसमा पसिया चाहिँ नि पैसा लाग्दो रहेछ 2000 लिरा प्रति व्यक्ति। अब हामी 2000 लिरा चाहिँ नि तिर्दैनौँ। यो चाहिँ 1453 मा कन्स्टान्टिनोपल विजयपछि बन्या रहेछ। यस्तो रहेछ यो टोपकापी प्यालेसको चाहिँ हामीहरू अहिले एरियामा छौँ। ल टोपकापी प्यालेस त्यता हुनु पर्यो। यस्तो भएपछि यो भयो। यो चाहिँ हाजिया सोफिया यो यता चाहिँ अब यो टोपकापी प्यालेस, यता चाहिँ टोपकापी प्यालेस। यस्तो छ यो। भिजिटरहरू निकै आइरहेछन् विभिन्न दिशाबाट र हामीहरू टोपकापी प्यालेसको अघिल्लो भागतिर गइरहेछौँ। यता फोटो सेसन चलिरहेछ। यो चौरमा चाहिँ नि यो घ्याम्पा स्याम्पा पनि राखेको छ। यो ठुलो पर्खाल छ त्यता। ल टोपकापी प्यालेसको यो मुख्य द्वार हो। मुख्य द्वार हो। यहाँभन्दा अगाडि जानलाई टिकट लाग्छ है। यस्तो छ यहाँ चाहिँ यो कम्पाउन्ड हो पर्खाल। 1453 मा कन्स्टान्टिनोपलको विजयपछि बनेको यो दरबार 1468 देखि कति 1456 देखि 68 भने है क्या त्यति भित्रमा बने अरे यो भन्ने कुरो भएको छ। ल रेकर्ड पनि छ, फोटो खिचिया पनि छ, रेकर्ड पनि छ, भिडियो रेकर्डिङ पनि। पहिला भिडियो रेकर्ड गर्दैछु म। फोटो नि खिच्छ त्यहाँनिर खिच्नु पर्छ अहिले। त्यहाँ हेर्छु जस्तो कहाँसम्म जाँदैछ टिकट नभए। ल टोपकापी प्यालेसको गेट है त। यो टोपकापी प्यालेसको भित्री भाग यो। अब यहाँभन्दा उता पस्न चाहिँ टिकट चाहिन्छ। हामी चाहिँ टिकट दिएर टिकट काटेर पस्नेवाला छैनौँ है। यस्तो यस्तो छ है। र त्यहाँ त्यो बरन्डा जस्तो देखिन्छ होइन। उता चाहिँ मक्स पनि छ। टोपकापी प्यालेसको चाहिँ गेट खोइ के भन्दैछन् गर्छन् के भन्ने थाहा छैन। जेसुकै भनौँ हामी चाहिँ जाँदैनौँ होइन। यो चाहिँ भयो टोपकापी प्यालेसको भित्री भाग। ल टोपकापी प्यालेसको भित्री भाग आनन्द मान्छेहरू सबै यहाँ छन् भित्र पसेका होइन। अब अहिले चाहिँ मैले भिडियो